प्रशान्त वाइटी युट्युब च्यानलमा हजुरलाई स्वागत छ। आज म पूर्वाञ्चल युनिभर्सिटीको सिलेबस अनुसारको 8th सेमिस्टरको सेफ्टी इन्जिनियरिङ एन्ड डिजास्टर रिस्क म्यानेजमेन्ट भन्ने विषयसँग आधारित युनिट 6 मा हाम्रो एउटा न्युमेरिकल पढ्नुपर्ने हुन्छ र एक्जाममा पनि बारम्बार त्यो न्युमेरिकल सोधिरहेको हुन्छ। कसरी न्युमेरिकल एटेन्ड गर्ने, धेरै नै सजिलो न्युमेरिकल छ। हजुरले यो न्युमेरिकल प्रशान्त वाइटीले हालेको युनिट 6 को न्युमेरिकल हजुरले हेर्नुभयो भने क्वेसन ब्याङ्कको जस्तो न्युमेरिकल दिए पनि हजुरले गर्न सक्नुहुन्छ। त्यो हिसाबले म हजुरलाई चाहिँ आइडिया दिन्छु है। सजिलो हिसाब छ, टेन्सन मान्नु पर्दैन, राम्रोसँग हेर्नु होला। र भिडियो हेर्नुभन्दा अगाडि भिडियोलाई लाइक गर्नु होला। कुन कुन कलेज पढ्ने साथीहरूले हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला आफ्नो कलेजको नाम, कहाँसम्मको साथीहरूले चाहिँ मेरो भिडियोहरू हेर्नु हुँदो रहेछ भन्ने कुरा आफूलाई पूर्व अनुमान पनि लगाउन सकिन्छ होइन। कति छ भन्ने कुरो थाहा पनि पाउँछु हुन्छ। कमेन्ट कलेजको नाम पनि कमेन्ट गर्नु होला है त। युनिट 6 सँग रिलेटेड हिसाबमा म सुरु गरेँ। अब हिसाब धेरै नै सजिलो छ। क्वेसनले सोध्ने भनेको एउटा भनेको इन्जुरी फ्रिक्वेन्सी रेट आइएफआर र अर्को भनेको इन्जरी सेभरिटी रेट आइएसआर, जुनको बारेमा मैले अगाडि युनिट 6 को थ्योरीमा मैले डिस्कसन गरिसकेको छु है। र क्वेसनले के गिभन डाटा हुन्छ, त्यो डाटा चाहिँ गिभन डाटा चाहिँ हजुरले राम्रोसँग बुझेर चाहिँ गिभन चाहिँ लेख्न जान्नुपर्ने हुन्छ। गिभन लेख्न जान्नु भएन भने चाहिँ बिग्रियो। पहिला के गिभन छ डाटाहरू, त्यो गिभन डाटाहरू चाहिँ हजुरले राम्रोसँग लेख्नु होला। वाट आर द इन्जरी फ्रिक्वेन्सिज एन्ड सेभरिटी रेट अफ अ फर्म विथ 80 वर्कर्स। नम्बर अफ वर्कर कति? 80। हेर्नु है, मैले यो भिडियोमा चाहिँ म डिटेलमा भन्छु, नेक्स्ट क्वेसनहरू म डिटेलमा भन्नेवाला छैन, त्यो भएर ध्यान दिनु होला है त। र फर्मुला पनि मैले यही क्वेसन नम्बर 1 मा मात्रै मैले फर्मुला लेख्छु, नेक्स्ट क्वेसनमा मैले फर्मुला नलेखिकन हिसाब गर्छु है त। तर त्यही भएर क्वेसन नम्बर 1 चाहिँ डिटेलमा हुन्छ। टाइम लागोस् बरु केही फरक पर्दैन, तर डिटेलमा हुन्छ। नम्बर अफ वर्कर कतिजना छन्? 80 जना। एभरेजिङ 40 आवर्स अ विक। कति घन्टा काम गर्छन् गरे 80 जना वर्करले? वर्किङ आवर 40 आवर्स पर विक। एक हप्तामा 40 घन्टा काम गर्छन्। इफ इन 6 months 4 वर्कर वेयर इन्जर्ड। यदि 6 महिनामा 4 जना वर्कर चाहिँ इन्जर्ड भए, नम्बर अफ इन्जरी कति? 4 जना। इफ दे लस्ट जोइन्टली 103 days फ्रम विक। इन्जरी भइसकेपछि उनीहरूले 103 दिन चाहिँ काम चाहिँ गर्न पाएनन्। इन्जरी भयो, तिनीहरू इन्जरी भइसकेपछि तिनीहरूले कति दिन गुमाए, काम गर्न पाएनन्? 103 दिन चाहिँ तिनीहरूले काम गर्न पाएनन् भने अब हामीले निकाल्नु पर्यो इन्जरी फ्रिक्वेन्सी रेट र इन्जरी सेभरिटी रेट। एक्जाममा हामीलाई यो 4 डाटा गिभन हुनैपर्छ। नम्बर अफ वर्कर गिभन हुनुपर्छ, नम्बर अफ इन्जरी गिभन हुनुपर्छ, वर्किङ आवर गिभन हुनुपर्छ र नम्बर अफ डे लस्ट पनि हामीलाई गिभन हुनुपर्छ एक्जाममा। र हामीले निकाल्ने भनेको आइएफआर इन्जरी फ्रिक्वेन्सी रेट र आइएसआर इन्जरी सेभरिटी रेट। वी नो द्याट, हामीलाई थाहा छ आइएफआर भनेको के हो? नम्बर अफ इन्जरी इन्टु 1 मिलियनमा मैले भनिसकेको छु। 1 मिलियन भनेको 10 लाख मान्छे हो। 1 मिलियन वर्किङ डेमा चाहिँ हामी वर्किङ आवरमा चाहिँ हामी कुरा गर्छौँ भनेर हजुरलाई मैले अगाडि नै भनिसकेको छु। नम्बर अफ इन्जरी इन्टु 1 मिलियन डिभाइड बाई टोटल मेन आवर वर्क। एउटा फर्मुला यो पनि हो। आइएफआरलाई यसरी पनि लेख्न सकिन्छ। अर्को फर्मुला हामी हेर्छौँ भने आइएफआरको अर्को फर्मुला भनेको नम्बर अफ इन्जरी इन्टु 1 मिलियन डिभाइड बाई टोटल नम्बर अफ वर्कर इन्टु एभरेज वर्किङ आवर पर विक। जहिले पनि यो चाहिँ हाम्रो पर विकमै हुनुपर्छ। एभरेज वर्किङ आवर केमा? पर विक, विकमै लिनुपर्ने हुन्छ। इन्टु 52 weeks फर 1 year टाइम पिरियड। भन्छ 1 वर्षमा कति हप्ता हुन्छ? 52 हप्ता हुन्छ। हो, त्यही नै हो। इन्टु 52 weeks मात्र लेख्दा नि हुन्छ, अरू नलेख्दा नि हुन्छ। 52 weeks है। तर इन एबभ क्वेसन देयर इज 6 months अफ टाइम पिरियड। सो हामीलाई के भनेको छ? 6 महिना चाहिँ हेर्दै के भनेको छ? इफ इन 6 months 6 महिनामा 4 जना वर्कर चाहिँ इन्जर्ड भए हो। 6 महिनामा 4 जना वर्कर चाहिँ कति के भयो? इन्जर्ड भयो भने हामीलाई 6 महिनाको डाटा हामीलाई गिभन छ। ध्यान दिनु है, हामीलाई 6 महिनाको डाटा गिभन छ। तर हाम्रो यो चाहिँ 52 weeks हो, वर्षको डाटा हो। यो चाहिँ हामी वर्षमा क्यालकुलेट गर्छौँ भने यति भयो। यति हामीलाई 6 महिनामा दिन्छ भने के गर्नु पर्यो? 6 महिनामा कति विक्स हुन्छ? 52 डिभाइड बाई 2 है। यदि हाम्रो चाहिँ यहाँ
इफ इन अ 1 इयर 1 इयर भनेको भए चाहिँ यहाँ 52 विक्स नै हुन्थ्यो। यहाँ मेरो 6 मन्थ भनेको छ 6 महिना भनेपछि मेरो कति विक्स हुने भयो 52 52 डिभाइड बाइ 2 कुरो बुझ्नु छ। यति कुरा मेन बुझ्नुपर्ने छ। अब इन एबभ क्वेसन देयर इज 6 मन्थ अफ टाइम पिरियड 6 महिनाको टाइम पिरियड गिभन छ। त्यही भएर मेरो आइएफआर भनेको के हुन्छ आइएफआर भनेको अघि नै भनिसकेको छु नम्बर अफ इन्जरिज इन्टु 1 मिलियन डिभाइड बाइ टोटल नम्बर अफ वर्कर इन्टु एभरेज वर्किङ आवर पर विक। एक हप्तामा कति घण्टा काम गर्छन् वर्करले इन्टु 52 विक्स हुन्थ्यो। एक वर्षको डाटा भएको भए 6 महिनाको छ। एक वर्ष भनेको 12 महिना 6 भनेको 12 को आधा 6 भनेको 52 को आधा 2 भनेपछि यसरी मेरो के आयो आइएफआर आयो। किनभने नम्बर अफ इन्जरिज मलाई कति गिभन छ 4 जना वर्कर इन्जरी भइरहेका छन्। 1 मिलियन त फर्मुलै भइगयो। टोटल नम्बर अफ वर्कर हामीसँग टोटल नम्बर अफ वर्कर कतिजना छन् 80 जना छन्। त्यही भएर 80 भयो इन्टु एभरेज वर्किङ आवर पर विकमा कति घण्टा काम गरिरहेका छन् 40 घण्टा काम गरिरहेका छन्। 40 इन्टु 52/2 गरेपछि मेरो के आयो आइएफआर आयो। अब सिमिलरली आइएसआर इन्जरी सिभिरिटी रेट फर्मुला भनेको आइएसआर र आइएफआरमा के फरक छ थाहा छ हजुरलाई जस्ट अरु केही पनि फरक छैन। फरक कहाँ हो आइएफआरमा यहाँ नम्बर अफ इन्जरी हुन्छ आइएसआरमा यहाँ नम्बर अफ डे लस्ट हुन्छ। यति मात्रै फरक हो। नत्र 1 लाख त्यसरी 10 लाख 1 मिलियनको 10 लाख हो न। टोटल नम्बर अफ वर्कर इन्टु एभरेज वर्किङ आवर पर विक यो पनि एभरेज वर्किङ आवर पर विक इन्टु टाइम पिरियड भनेको त्यही 52/2 हो। यो पनि 52/2 नै हो। भनेपछि हेर्नु त ल हजुरले के फरक देख्नुभयो 10 लाख 80 40 40 52/2 भनेपछि फरक भनेको आइएफआरमा नम्बर अफ इन्जरी आइएसआरमा नम्बर अफ डे लस्ट भनेपछि नम्बर अफ डे लस्ट कति छ 103 डे हो। नम्बर अफ डे लस्ट भनेको 103 दिन छ। 103 भनेपछि यहाँबाट मेरो के आयो आइएसआर पनि आयो। हिसाब सकियो। बुझ्नुभयो गाह्रो छ त हिसाब। यति हिसाब गरेको 8 मार्क्स हो। ल अर्को हिसाब अब चाहिँ म फर्मुला लेख्दिनँ सिधै हिसाब गरिदिन्छु है त। अगाडिको फर्मुला देखाउँदै हिसाब गर्छु। वाट आर द इन्जरी फ्रिक्वेन्सी रेट यहाँ त इन्जरी फ्रिक्वेन्सी रेट मात्रै सोधो एउटा मात्रै निकाल्दा नै हुन्छ तर म दुईटा निकालेर देखाइदिन्छु। वाट आर द इन्जरी फ्रिक्वेन्सी रेट टु परफर्म नम्बर अफ वर्कर कति 120 चारवटा डाटा गिभन हुनुपर्छ है। चारवटा डाटा याद गर्नु है। नम्बर अफ वर्कर कति 120 नम्बर अफ इन्जरी कति 25 वर्कर आर इन्जर्ड इन अ इयर एक वर्षमा हो। अगाडि हाम्रो 6 महिनामा गिभन थियो यो वर्षमा भनेपछि अगाडि 6 महिनामा गिभन भएको कारणले यसरी 52/2 गरियो। यो हामीलाई वर्षको डाटा गिभन छ त्यही भएर नम्बर अफ इन्जरी भनेको 25 वर्कर ठीक छ। एभरेज वर्किङ आवर पर विकमा कति घण्टा काम गरिरहेका छन् 30 घण्टा। डे लस्ट कति 110। अब यहाँबाट आइएफआर निकाल्नु पर्यो आइएसआर निकाल्नु पर्यो। आइएफआर निकाल्ने फर्मुला के हो आइएफआर भनेको नम्बर अफ इन्जरी हो किन आइएफआर भनेको के हो नम्बर अफ इन्जरी कति हो 25 इन्टु 1 मिलियन डिभाइड बाइ टोटल नम्बर अफ वर्कर कति हो टोटल नम्बर अफ वर्कर भनेको 120 इन्टु यो भनेको कति हो एभरेज वर्किङ आवर पर विक 30 घण्टा इन्टु 52 किनकि हामीलाई एक वर्षको डाटा के भन्छ एक वर्षमा 25 जना इन्जर्ड छन् भने 52 नै भयो। यहाँबाट मेरो के आइएफआर यो त हाम्रो के हो रेसियोको युनिट हुन्छ र फेरि युनिट के लेख्ने भनेर सोध्ने होला रेसियोको युनिट हुँदैन आइएफआर। सिमिलरली अब आइएसआर निकाल्न पनि नम्बर अफ डे लस्ट भनेको 110 छ अरु त एउटै भएको कुरो बुझ्नुभयो। अब यो पूर्वाञ्चल युनिभर्सिटीको 2019 को चान्समा र 19 मै सोधेको रेगुलरमा चान्समा सोधेको प्रश्न यो केही पनि गाह्रो छैन सिम्पल प्रश्न छ। एमा अघि चाहिँ हाम्रो चाहिँ एउटा मात्रै कम्पनीको दिएको थियो अब एमा दुईटा कम्पनीको दियो। अब हामीले कम्पेयर गर्नु पर्यो है दुईटा कम्पनीको दियो एउटा फर्म ए भन्ने छ कम्पनी अर्को फर्म बी भन्ने छ कम्पनी भने दुईटा बीचमा चाहिँ अब हामीले कम्पेयर गर्नु पर्यो। पहिला जाउँ फर्म एमा। फर्म ए ह्याज 115 वर्कर। फर्म एमा कतिजना वर्कर छन् 100 जना वर्कर। एभरेजिङ 7 आवर्स अ डे कति घण्टा काम गर्छन् गरे दिनमा 6 घण्टा अ डे वर्किङ आवर। तर हामीलाई चाहिने वर्किङ आवर केमा हो विकमा हो। अगाडि भनिसकेको छु हामीलाई वर्किङ आवर केमा चाहिने हो पर विकमा चाहिने हो भने हामीलाई चाहिने दिनमा होइन दिनमा कति घण्टासँग रिलेटेड छैन हामीलाई विकमा कति घण्टा काम गर्छन् त्यो थाहा हुनु पर्यो भने वर्किङ आवर मलाई केमा चाहिने हो पर विकमा चाहिने हो भने अब हेर्नु त एक हप्तामा 6 दिन 7 दिन हुन्छ। एक हप्तामा 7 दिन हुन्छ एक दिन बिदा लिनुपर्छ हामीले एक दिन बिदा भने उनीहरूले काम गर्ने कति दिन हो 6 दिन। त्यही भएर एक दिनमा 7 घण्टा काम गर्छन् भने
6 दिनमा कति घण्टा काम गर्ने भयो 42 घण्टा काम गर्ने भयो पर विक आयो र हामीलाई टाइम पिरियड पनि गिभन छ होला इन 9 month 3 वेयर इन्जर्ड 9 महिनामा कति हेर्न 9 महिना हामीलाई टाइम पिरियड के गिभन छ 9 महिना गिभन छ भने चाहिँ नम्बर अफ विक पर इयर एक वर्षमा कति हप्ता हुन्छ 12 के अरे 52 हप्ता जी 12 महिनामा 52 हप्ता हुन्छ भने एक महिनामा कति हप्ता हुने भयो 52 डिभाइड बाइ 12 त्यो भनेको समथिङ है कुरो बुझ्नुभयो भने 9 महिनामा कति हप्ता हुने भयो 52 डिभाइड बाइ 12 इन्टु 9 39 हप्ता हुँदो रहेछ कुरो बुझ्नुभयो हामीलाई 9 महिनाको हामीलाई चाहिँ टाइम गिभन छ भने उता हामीले 52 विक्समा अब हामीले कति लेख्नु पर्यो 32 विक्स लेख्नु पर्यो यहाँ चाहिँ फरक हो अरु 39 लेख्नु पर्यो अरु कोही पनि छैन आईएफआर भनेको त्यही नै हो आईएफआर को फर्मुला के हो 3 भनेको के हो थाहा छ ल अगाडि हेरौँ है त 3 भनेको के हो आईएफआर मा 3 भनेको के हो अगाडिको नम्बर अफ इन्जरी कति गिभन छ फर्म ए को लागि नम्बर अफ इन्जरी 3 वेयर इन्जर्ड त्यही भएर 3 इन्टु 10 लाख डिभाइड बाइ 115 भनेको के हो नम्बर अफ वर्कर इन्टु 42 भनेको के हो एक हप्तामा कति काम गरे यो भनेको विक्स 9 महिनामा 39 विक हुँदो रहेछ यहाँबाट मेरो के आयो आईएफआर आयो फर्म ए को आईएफआर आयो सिमिलरली फर्म ए को अब आईएफआर निकाल्नको लागि नम्बर अफ डे लस्ट कति लस्ट गरे बोथ फर्मले चाहिँ 107 दिन लस्ट गरेछन् फर्म एले पनि 107 दिन लस्ट गर्यो फर्म बी को वर्करले पनि 107 दिन लस्ट गर्यो भनेपछि 107 अरु डाटा त सेम हो चेन्जहरु कुनै भएन आईएफआर पनि आयो आईएसआर पनि आयो सिमिलरली अब हामी जाउँ फर्म बी मा के भनेको छ फर्म बी हैज 132 वर्कर नम्बर अफ वर्कर 132 एभरेजिङ 6 आवर पर डे एक दिनमा 6 घण्टा काम गर्छन् भने 6 दिनमा कति घण्टा काम गर्ने भयो 36 घण्टा काम गर्ने भयो नम्बर अफ इन्जर्ड कति जना इन्जर्ड भयो फर्म बी मा हेर्नु त फर्म बी मा इन 10 month 9 वर्कर इन्जर्ड यो 9 महिनामा 3 जना इन्जर्ड भने थियो एमा 10 महिनामा 9 जना इन्जर्ड भनेपछि अब हेर्नु टाइम पिरियड हामी हेर्छौँ भने 10 मन्थ गिभन छ भने 10 महिना हेर्नु ल अब के हुने भयो 10 महिनामा कति हप्ता हुने भयो 52 डिभाइड बाइ 12 गरेपछि एक महिनाको आयो इन्टु 10 गरेपछि यो आयो अगाडि नै मैले सिकाइसकेको छु युनिटरी मेथड सक्नुहुन्छ नि त भइगयो अब यहाँ अरु भइगयो बोथ लस्ट टाइम कति लस्ट भयो 107 दिन लस्ट भयो त्यो पनि यहाँ डे लस्ट यहाँ छ भनेपछि अब यहाँबाट आईएफआर र आईएसआर निकाल्न सकिन्छ यो भनेको के हो नम्बर अफ इन्जर्ड 9 जना इन्जर्ड छन् यो भइगयो 132 भनेको के हो नम्बर अफ वर्कर 36 भनेको के हो कति घण्टा काम गर्यो भन्ने कुरो छ इन्टु विक्स भनेको 43.33 यहाँबाट यो आयो आईएसआर पनि आयो दुईटा आयो है अब हामीले कम्पेयर गर्नु पर्यो इट सोज दैट फर्म ए हैज बेटर इन्जरी फ्रिक्वेन्सी रेट हो कि होइन फर्म ए मा हामी हेर्छौँ भने फर्म ए मा आईएफआर हेरौँ त ल आईएफआर फर्म ए को लागि आईएफआर भनेको 15.33 इन्जरी फ्रिक्वेन्सी रेट अर्को भनेको 43 भने इन्जरी फ्रिक्वेन्सी रेट कसको कम छ ए को छ भने इट सोज दैट फर्म ए हैज बेटर इन्जरी फ्रिक्वेन्सी रेट एन्ड बी हैज बेटर सिभिरिटी रेट अब सिभिरिटी रेट हेर्छौँ भने ए को लागि सिभिरिटी रेट कुन छ यो ठुलो छ बी को लागि हेर्ने भने हेर्दै 518 सानो त यो हो भनेपछि बी को चाहिँ बेटर इन्जरी सिभिरिटी रेट छ ए को चाहिँ बेटर इन्जरी फ्रिक्वेन्सी रेट छ तर हामी कम्पेयर गर्छौँ भने हायर सिभिरिटी रेट इज वर्स्ट जसको हायर सिभिरिटी रेट हुन्छ त्यो चाहिँ हाम्रो वर्स्ट हो देन हायर इन्जरी फ्रिक्वेन्सी रेट हामीले कम्पेयर गर्छौँ भने हायर इन्जरी फ्रिक्वेन्सी रेट फेरि इन्जरी फ्रिक्वेन्सी रेट हायर भएर केही भएन तर इन्जरी सिभिरिटी रेट चाहिँ के हुनु पर्यो कम हुनु पर्यो जुनको हायर सिभिरिटी रेट हुन्छ त्यो कम्पनी चाहिँ काम छैन भन्ने हो अर्थ चाहिँ भनेपछि हायर सिभिरिटी रेट इज वर्स्ट देन हायर फ्रिक्वेन्सी रेट इन मेनी केसेस बट इन्जरी फ्रिक्वेन्सी रेट कुड बी रिड्युस्ड सिग्निफिकेन्टली देन इन्जरी सिभिरिटी रेट इन्जरी फ्रिक्वेन्सी रेटलाई घटाउन सकिन्छ तर इन्जरी सिभिरिटी रेटलाई चाहिँ घटाउन सकिँदैन
इन्जरी फ्रिक्वेन्सी रेटलाई घटाउनको लागि अब हामीले चाहिँ ट्रेनिङहरू दिने हैन, साइन बोर्डहरू राखिदिने, यस्ता कुरा गरेर पनि हामीले इन्जरी फ्रिक्वेन्सी रेटलाई घटाउन सकिन्छ। तर इन्जरी सेभरिटी रेटलाई घटाउन चाहिँ गाह्रो पर्छ है। अब हामी यहाँ कम्पेयर गरेर हेर्यो भने कुन बेस्ट भयो भन्दा चाहिँ हामी हेर्छौँ भने चाहिँ फर्म बी चाहिँ बेस्ट देखियो, किनकि फर्म बीको इन्जरी सिभिरिटी रेट के छ, कम छ। यसरी हामीले कम्पेयर पनि गर्न सक्नुपर्ने हुन्छ। एक्जाममा कम्पेयर भनेर सोधिहाल्यो भने है। अब यो भयो, हिसाब गरिहाल्यो। अब सेम प्रश्न होमवर्कको रूपमा राखिदिएको छु, 2024 मा सोधेको प्रश्न हो, एकपल्ट ट्राई गर्नु होला। यो 2024 मा सोधेको प्रश्न है, यो भनेको 2023 मा सोधेको प्रश्न है। यो जुन भनेको क्वेसन नम्बर 1 सुरुमा हामीले गर्यौँ नि, यो भनेको दुईटा क्वेसन भनेको क्वेसन 1 सँग रिलेटेड क्वेसन हो, र अर्को भनेको फर्म ए र फर्म बी छ। यहाँ फर्म ए छ, यहाँ प्रोजेक्ट एक्स र वाई छ भने चाहिँ यो हाम्रो 2 नम्बर प्रश्न। 1 नम्बर प्रश्न भनेको 24 र 23 को, 2 नम्बर प्रश्न भनेको 22 र 18 को। यस्तै प्रश्नहरू अरू पनि छन् क्वेसन ब्याङ्कमा, हेर्नुभयो भने हजुरले तमाम क्वेसनहरू भेट्नुहुन्छ। तर मैले चाहिँ यदि 4वटा प्रश्न हजुरले राम्रोसँग गर्न सक्नुभयो भने हजुरको 8 मार्क्स भनेको खोल्तीमा आयो है। आजको लागि हाम्रो कन्टेन्ट यति नै भयो। नेक्स्ट टाइप्सको थ्योरी अथवा न्युमेरिकल त सकिहाल्यो। नेक्स्ट लेसन भनेको युनिट 7 हो। युनिट 7 सँग रिलेटेड थ्योरी भिडियो लिएर म छिटै नै उपस्थित हुनेछु। त्यति दिनसम्मलाई बाई बाई, टेक केयर।